तर बाटो र यात्रा गर्ने साधन नभएको देश, कानुन भएको देश, खाने नुन नभएको देश। त्यसो भएको कारणले गर्दाखेरि म यो विनियोजन विधेयकको सिद्धान्ततिर म जाँदिनँ। जनताले मलाई जे बोल्नलाई पठाएको हो त्यही कुराहरू म गर्छु। अब नीति कार्यक्रमहरूमा कार्यक्रम चाहिँ के हुनुपर्ने हो त, माग हाम्रो के हो त भन्ने बारेमा मैले राख्न चाहन्छु। अर्थमन्त्रीज्यू पनि यहीँ हुनुहुन्छ, मैले उहाँलाई उहाँको कार्यकक्षमा नि भेटेर यो मागपत्र दिएको थिएँ। एउटा पुनः स्मरण जस्तो पनि भयो। $5 a day invested for 1 year and you could have $1,900. $5 a day. सप्तकोशी धरान खानेपानी आयोजना त्यो सुरु गर्नुपर्छ। धरानका सर्दु, सेउती, सेरा, अँधेरी खोलाहरूमा तटबन्धन बस्ती जोखिममा छन्, तटबन्धन गरियोस् भन्ने माग राख्न चाहन्छु। सेनिटरी ल्यान्डफिल साइट फोहोर मैला सरल्लै फालेर चाहिँ नै डम्पिङ गर्नुपर्ने बाध्यता छ। सेनिटरी ल्यान्डफिल साइटको लागि पैसा विनियोजन होस् भन्ने माग राख्न चाहन्छु। धरान स्थित बीपी अस्पतालको एमसीएच भवन निर्माणाधीन छ, 11 वर्ष जति भयो। त्यो तपाईको चाहिँ सम्पन्न भएर सञ्चालनमा आओस्, त्यसको लागि आवश्यक बजेट विनियोजन गरियोस् भन्न म चाहन्छु। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मर्चरी त्यो मरेपछि मान्छेको शव राख्ने ठाउँमा बेहाल स्थिति छ, त्यसका लागि पनि पैसा राखियोस्। धरान बराज क्षेत्र नडा सडकको लागि पैसा राखियोस्, सर्दु खोला पश्चिमपट्टि। धरान भलुवा चौरी सडक सर्दु पूर्व, त्यसको लागि पनि बजेट विनियोजन होस् भन्ने माग राख्न चाहन्छु। धरान हरियालीदेखि रामधुनी जाने बाटो, बराज क्षेत्र 1 को देखि चतरादेखि सूर्यकुण्ड जाने बाटो, धरान 4 को देवी गाउँ हुँदै दानाबारी जाने बाटो, धरान 5 को ठिङ्गाबारी हुँदै धरान 4 सुमनटार जाने बाटो, धरान 20 चिन्डे डाँडा सुम्निमा पारुहाङ सांस्कृतिक सम्पदा जाने बाटो, धरान 20 भन्ज्याङ छेउको कोका खोलाको मोटरेबल पुल, धरान 5 मसाने खोलामा एउटा पुल, त्यसै गरी धरान 5 र 4 जोड्ने निशान डाँडा र खार खोलाको पुल कृषि सडक हो त्यो। धरान 20 भन्ज्याङदेखि स्वारा जाने बाटो कालोपत्रे गरौँ। धरान 17 पटनालीको समावेशी टोल मार्गमा सडक निर्माण गरौँ। धरान 11 मङ्गलबारेदेखि ऐश्वर्य मार्ग निर्माण गरौँ। धरान 11 विष्णुचोकदेखि सगरमाथा हुँदै सगरमाथा चोक हुँदै विष्णुपादुका पुलसम्मको बाटो निर्माण गरौँ। धरान 6 प्रणामी मार्गदेखि बाजी पार्क फुटबल खेल मैदानसम्मको सडक निर्माण गरौँ। त्यसै गरी धरान 17 फोकल्यान्ड चोकदेखि डाँडा घोपासम्मको बाटो निर्माण गरौँ। धरान 9, 10, 11 पुतली लाइनको बाटो मर्मत गर्ने पैसा छुटाइयोस्। धरान 8 को मदन भण्डारी राजमार्गमा एउटा पुल भत्किएर बिजोग भइरहेको छ, त्यसलाई निर्माण गरियोस्। धरान 8 को सभागृह निर्माण तथा मर्मत सम्भार गरियोस्। र बीपी अस्पतालमा एमआरआई मेसिन छैन, त्यो एमआरआई मेसिन खरिद गर्नका लागि पैसा छुटाइयोस्। बीपी अस्पतालको बिमा बोर्डले 75 करोड भन्दा धेरै पैसा दिन बाँकी रहेछ, त्यो कुरा तपाईको चाहिँ के अरे बिमा बोर्डबाट पैसा दिलाइयोस्। त्यो अस्पताल जीर्ण अवस्थामा छ, यतिखेर तलब खुवाउने पैसा नभएर फिटफिट भइरहेको अवस्था पनि छ। धरान 6 औद्योगिक क्षेत्र निर्माण गरौँ। प्रदेश नम्बर 1 मा व्यापारिक प्रदर्शनी केन्द्र निर्माण गरौँ। त्यसको लागि धरानले 5 बिघा भन्दा धेरै जग्गाको तपाईको चाहिँ के अरे प्रबन्ध मिलाएको छ। धरान 8 जिल्ला ट्राफिक कार्यालय निर्माणको लागि पैसा छुटाइयोस्। धरान 14 विजयपुर धार्मिक क्षेत्रदेखि धरान 20 सुम्निमा पारुहाङ डाँडा हुँदै सुलीकोट हुँदै विष्णुपादुका मन्दिर सूर्यकुण्ड हुँदै बरा क्षेत्र मन्दिरदेखि रामधुनीसम्मको तपाईको धार्मिक सडकलाई चाहिँ स्तरोन्नति गरियोस्। धरान बजारका बीचबाट गएको हाई टेन्सन लाइन विद्युतीय तपाईको चाहिँ जोखिम छ, त्यसलाई स्थानान्तरण गरियोस्। बजार जोगाएर व्यापार जोगाउन सकिन्छ, आर्थिक क्षति हुन नदिनका लागि हाइवेलाई चाहिँ उचित ठाउँमा हेरेर बाइपास गरियोस्। बरा क्षेत्र नगरपालिका 1 हाटखोलाको हटिया बजार व्यवस्थापन गरियोस्। बरा क्षेत्र काला बजार बजारमा हैटा खोलामा तटबन्धन गरियोस्। धरान 15 सदन स्कुलदेखि महादेव चोकसम्मको सडक मर्मत गरियोस्। धरान 8 को श्रीजङ्गा चोकदेखि चेकपोस्टदेखि धरान 8 भोटेपुल सम्म तपाईको चाहिँ के अरे सडक
निर्माण गरियोस्। त्यसै गरी धरान आविष्कार केन्द्रलाई उपकरण खरिद गरियोस्। धरान 16 गणेशमान चोकदेखि जोर सकुवासम्मको तपाईँको चाहिँ के अरे सडकलाई स्तरोन्नति गरियोस्। धरान 13 जानकी चोक झोलुङ्गे पुलदेखि पक्की पुलसम्मको सडक निर्माण गरियोस्। धरान 12 को चतरा लाइन स्वस्तिका चोकदेखि सडक निर्माण गरियोस्। चतरा लाइनदेखि स्वस्तिका चोकसम्मको सडक निर्माण गरियोस्। यसरी नै विभिन्न जिल्लाबाट फोन आएर मलाई चाहिँ नि बोलिदिनुहोस् है भन्ने तपाईँको चाहिँ नि अपेक्षा पनि गर्नुहुन्छ। कर तिर्नलाई पनि गाह्रो छ सभामुख महोदय। त्यसो भएको कारणले गर्दाखेरि कर तिर्नलाई सजिलो होस्, अब म सकिहाल्छु 1 मिनटमा, कर तिर्नलाई सजिलो होस् भन्ना खातिर पालिकामै कर तिर्ने व्यवस्था गरियोस्। यातायात व्यवसायीहरू विशेष गरी 3 पाङ्ग्रे सवारी साधनहरू चाहिँ 500 रुपियाँ कर तिर्नका लागि जानुपर्छ, 1000 को तेल जलाएर जानुपर्छ भन्ने हिसाबको कुरा छ। त्यतातिर तपाईँको चाहिँ ध्यान जाओस्। भोजपुरका जनताले पनि बोलिदिनु पर्यो, तपाईँले पनि भनेर भन्नुहुन्छ। चुहारको पुल र सुनबालुवाको पुल निर्माण गरियोस्। प्याउली र घोडेटार भोजपुरका तपाईँको चाहिँ के अरे सब स्टेसनहरू त्यहाँनिर ठेकदारले पैसा खाएर भागेको भन्ने कुरा आयो, त्यो पत्ता लगाएर कारबाही गरियोस्। शङ्खसभा पुल, तोम्बिया र 26 पुल तपाईँको निर्माण गरियोस्। लम्साको भोजपुर र शङ्खसभा जोड्ने पुल निर्माण गरियोस्। त्यसै गरी अरुण तेस्रोले बनाउनु पर्ने बाटो त्यतिकै छोडेर टुम्लिङ तारदेखि तपाईँको चाहिँ पावर हाउससम्मको बाटो धुलाम्य हिलाम्य रहेछ, त्यो पनि तपाईँको बनाइयोस्। अन्त्यमा म आइसकेँ के अरे सभामुख महोदय, भुटानी शरणार्थी घर फर्कन चाहँदो रहेछन् अथवा उहाँहरूको केही परिवार चाहिँ उता अमेरिकातिर कता गएर सेटल भएर छ कि त परिवार मिलन भन्ने चाहँदो रहेछन्, त्यसको बारेमा पनि तपाईँको चाहिँ सरकारको ध्यान जाओस्। मुक्त कमाइयाको बारेमा पनि कार्यदल बनाउने भन्ने माग जनताको छ। बिना श्रेणीको कर्मचारी निकुञ्ज गेम स्काउट पदमा बसेका रहेछन्, उनीहरूका लागि पनि श्रेणी तोकियोस्। र अन्त्यमा बिल बुक रुट पर्मिट भन्ने चाहिँ तपाईँको यो यातायात व्यवसायीहरूको मर्का हो, यसको बारेमा पनि एउटै तपाईँको चाहिँ कार्य गरियोस्। र अन्त्यमा म के माग गर्न चाहन्छु भने विगतमा जेएनजी आन्दोलनमा जलेको सिंहदरबारभित्रका भवनहरूमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुहोस्, हामी श्रमदान गरेर बनाउनेछौँ। धन्यवाद छ, नमस्ते। अब माननीय सदस्य